दर्शकबिन रवि लामिछानेको पछिल्लो अपडेट के छ त? पक्कै पनि यिनै यस्तै अन्य विषयको पेरिफेरीमा रहेर तपाईहरु समक्ष कुराकानी गर्नको निमित्त हामी आइसकेका छौं। नमस्कार, तपाई हेर्दै हुनुहुन्छ सानो भिडियो युट्युब च्यानल। यो च्यानलमा तपाईलाई स्वागत छ। म छु तपाईको साथमा हिमाल खत्री। पक्कै पनि यिनै यस्तै अन्य सूचना संगीत र मनोरञ्जनात्मक भिडियो तथा अडियो प्रत्यक्ष रूपमा हेर्न र सुन्नको निमित्त हाम्रो च्यानललाई सब्स्क्राइब गरी नजिकै आउने बेल घण्टीले दबाई हामीसँग जोडिन भने नभुल्नुहोला। दर्शकबिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने हाल सहकारी कोष अपचलन सम्बन्धी मुद्दाहरूमा कानुनी प्रक्रियामा सामना गरिरहनु भएको छ। पछिल्लो कानुनी अवस्था 2081 माघ 2 गते काठमाडौँ जिल्ला अदालतले लामिछानेलाई 60 लाख रुपियाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। तर 2081 चैत्र 22 गते तुलसीपुर उच्च अदालतले उच्च निर्णय उल्टाउँदै उहाँलाई न्यायिक हिरासतमा राख्ने आदेश दियो। त्यसपछि लामिछानेलाई रूपन्देही जिल्ला कारागारमा राखिएको छ। सर्वोच्च अदालतको हस्तक्षेपपछि 2082 वैशाख 1 गते सर्वोच्च अदालतले उच्च अदालतको निर्णयमाथि पुनरावलोकन गर्न आदेश दिएको छ। लामिछानेकी पत्नी निकिता पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीकी उपप्रवक्ता प्रतिभा रावल र कानुनी सल्लाहकार नारायण कँडेलले संयुक्त रूपमा सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। सहकारी घोटालामा संलग्नता लामिछानेमाथि स्वर्णलक्ष्मी सूर्यदर्शन र सुप्रिम सहकारीहरूमा सङ्कलित रकम गोर्खा मिडिया नेटवर्क मार्फत दुरुपयोग गरिएको आरोप छ। त नेटवर्कमा लामिछाने प्रबन्धक निर्देशकको रूपमा संलग्न हुनुहुन्थ्यो। राजनीतिक प्रभाव लामिछानेको गिरफ्तारीपछि राष्ट्रिय स्वतन्त्र पार्टीले विरोध प्रदर्शन गर्दै आएको छ। उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पनि आलोचना गर्दै आइरहनु भएको छ। तपाईको हातमा तस्करले दिएको करोड पर्ने घडी मेरो हातमा चाहिँ हत्कडी भन्ने टिप्पणी गर्दै आइरहनु भएको छ। रवि लामिछाने हाल रूपन्देही जिल्ला कारागारमा हुनुहुन्छ र सर्वोच्च अदालतको निर्णयको प्रतीक्षा गरिरहनु भएको छ। उहाँमाथि सहकारी कोष अपचलन सम्बन्धी गम्भीर आरोपहरू छन्, जसले नेपाली राजनीतिक र कानुनी क्षेत्रमा व्यापक प्रभाव पारेको छ। पक्कै पनि दर्शकवृन्द, तपाईँ के भन्न चाहनुहुन्छ? तपाईँका सल्लाह सुझाव जिज्ञासा प्रतिक्रिया भए कृपया तल गई कमेन्ट बक्समा व्यक्त गर्नुहोला र यो भिडियोलाई सक्दो सेयर गरी मद्दत गरिदिनु हुनका लागि विनम्रतापूर्वक हार्दिक अनुरोध गर्दै आजको छोटो बसाइबाट छुट्टिन्छौँ। यहाँहरूका क्षणहरू सुखद रहून्। नमस्कार, धन्यवाद।